स्त्री र प्रकृति ठगिए भने विनाशकारी नै हुन्छन्। प्रयास गर्नुहोस् उसमा नम्रता जागोस्, उग्रता होइन। हेलो एभ्रिवान, गुड मर्निङ। आज बिहान उठेर मैले योगा आसनाहरू गर्दैछु, बिस्तारै योगा आसनाहरू सिक्दैछु। अनि अब यसलाई चाहिँ अलि मोडिफाई गरेर अझै डिसिप्लिनका साथ लाग्नु पर्यो भनेर सोचिरहेको छु। नानीले चाहिँ डान्स गर्नु भन्दै भिडियो खिचिदिँदै थिएँ। अनि म रेडी भएर अफिस निस्केँ। अफिसमा कामहरू सकेँ। अनि आज अलिकति छिटो अर्को पनि काम सक्नुपर्ने थियो। त्यो भएर अफिसबाट त्यहाँबाट निस्किएर अनि त्यो काम सकिवरी लगभग 1 बज्न लागिसकेको थियो यता अफिसमा पुग्दा। म त्यहाँ अफिसमा पनि गएर साथीहरूसँग गफगाफ रमाइलो एकछिन भयो। अनि त्यसपछि कामहरू पनि थियो। आज अलि टाउको दुख्या जस्तो भएको थियो र एउटा इम्पोर्टेन्ट काम मैले फेरि सक्नुपर्ने थियो। ममा अलिकति डिसिप्लिन ल्याउनु छ अब अझै पनि। कसरी म नेक्स्ट भिडियोमा भन्छु। आजको लागि चाहिँ नानीलाई हग गरेर हग डे मनाएँ। बाइ बाइ।